हेलो गाइज, नमस्ते सबैजनालाई। सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। त गाइज, आज चाहिँ म एकदमै धेरै दिनपछि चाहिँ फेरि पनि न्यू भिडियो लिएर आएको छु। म चाहिँ भिडियो युट्युबमा नहालेको पनि, पोस्ट नगरेको पनि भयो होला, समथिङ 3-4 महिना भयो होला, 2-3 महिना भयो होला। अनि आज चाहिँ मैले चाहिँ केही के अरे भिडियो बनाउने फेरि पनि जोस जागेर म चाहिँ एउटा यसरी हातले छोपेर गराउन भन्दा केही यसो गिम्बल टाइपले बनाऊँ भनेर अलिकति केही लिएर आएको छु भर्खरै। अनि यसको चाहिँ यो देख्न सक्नुहुन्छ गाइस, यो चाहिँ सेल्फी ट्राइपोड स्टिक। यो सेल्फी स्टिक भन्दा अलि राम्रै हुन्छ, भ्लग बनाउन एकदम ठिक हुन्छ हैन। अनबक्सिङ गर्न गइरहेको छु। हजुरहरूलाई कस्तो लाग्छ भिडियो लास्टसम्म हेरिदिनु होला। यो चाहिँ तपाईँको सेल्फी ट्राइपोड स्टिक हो। यसको प्राइस चाहिँ तपाईँको समथिङ 2000 पर्छ। अनि यो अनलाइन मगाउन त अलिक सस्तो पर्छ, तर उमा किन्दा चाहिँ अलिक महँगो परे जस्तो भयो मलाई। तर चाहिँ यही हो, अब यसबाट भ्लग बनाउने हैन। यो चाहिँ ठिकै हुन्छ, यसो भिडियो सिडियो बनाउन एकदमै राम्रो छ। यहाँ चाहिँ तपाईँले अलग केही लाइट साइट जोड्न सक्नुहुन्छ यसमा। अनि कान्छाल चाहिँ खाना खाइरहेछन् बल्ल। यही हो गाइस, कस्तो लाग्यो तपाईँहरूलाई? मलाई त एकदम ठिक लाग्यो, राम्रो लाग्यो। यसको यो 6 महिनाको ग्यारेन्टी छ। यसको चाहिँ 6 महिनाको ग्यारेन्टी छ। यसको ब्याट्री सेट्री यस्तो चार्ज होइन, सिधै यो सकिँदैन, सकियो भने सिधै यसको सेल चेन्ज हुन्छ। त्यही हो गाइस। यसो भ्लग बनाऊँ भनेर फेरि पनि यसो मन लाग्छ हैन, के गर्ने। त्यही भएर यो मगाएर ल्याएको। ल गाइस, यो चाहिँ यस्तो छ हैन, यहाँबाट यो बटनले चाहिँ यस्तो गर्छ। यो बटनले चाहिँ यो ट्राइपोड चाहिँ खोल्छ यसरी टक्क। तपाईँले हैन यसरी कहीँ हिँड्दा भिडियो बनाउनु पर्यो, टिकटक बनाउँदा पनि यो बहुत काम लाग्छ। यहाँ राख्नु अनि यहाँ राखेर यो निकाल्न पाइयो। नामै हुन्छ यो एकदमै यस्तो। टिकटक बनाउनु पनि भयो, यसरी टिकटक बनाउनु पनि भयो। यही हो, यस्तो भयो हुन्छ। एकदम ठिक छ गाइस, बेस्ट छ भिडियो बनाउँदा चाहिँ। अब 6-7 हजारको अब गिम्बल ल्याउन भन्दा सुरुमा यहीबाट जो स्टार्ट गर्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। यहाँबाट भिडियो बनाउन एकदम राम्रो, बेस्ट छ। एकदमै राम्रो लाग्यो मलाई चाहिँ। काटो, मैले चाहिँ भर्खरै गिम्बल पनि युज गरिसकेँ, मोबाइल सेट गरिसकेको छु। कस्तो लागेछ भनेर हजुरलाई म एकचोटि देख्न चाहन्छु है। यो चाहिँ हाम्रो बाथरुम हो। कस्तो लाग्यो यो? एकदमै कम्फर्टेबल भइरहेको छ यो चाहिँ। योबाट चाहिँ यसरी मोबाइल छोपेर भन्दा यसरी बनाउँदा चाहिँ एकदमै राम्रो लाग्छ, मलाई लाग्यो जस्तो लागेको छ। एकदम कम्फर्टेबल भइरहेको छ यसरी भ्लग बनाउँदा। ठिकै लाग्यो मलाई त गाइस। हस् त गाइस, आजको भिडियो चाहिँ यति नै हो। हजुरहरूलाई कस्तो लाग्छ भिडियो? राम्रो लागेछ भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, अनि सब्सक्राइब पनि गरिदिनु होला कोही छ भने मेरो। आजको भिडियो यति नै भन्दै म चाहिँ छुट्टिन चाहन्छु। हस्त नमस्ते।